बाबु 81 7-8 महिना अगाडिको कुरा हो। 81 बडीमा यस्तै र्यासेसहरू आयो, के भयो कसो भयो भनेर एकदम धेरै इन्भेस्टिगेसनहरू गर्दाखेरि चाहिँ बाबुलाई चाहिँ एकदम रियर खालको जेनेटिक डिजिज वंशानुगत रोग भन्छ। तर कुनै कुनै वंशानुगत रोगहरू चाहिँ वंशबाट नआएर यसै जेनेटिक म्युटेसन भएर पनि आउँदो रहेछ। बाबुको केसमा चाहिँ त्यस्तै भएछ। यसको नाम चाहिँ डुसेन मस्कुलर डिस्ट्रोफी हो। त्यो भनेको चाहिँ 5000 छोरा बच्चामध्ये एउटा बच्चालाई लाग्ने रहेछ। रियर भन्दा पनि आजकल चाहिँ एकदम कमनली देखिन लागेको, अनि स्पेसली छोरा बच्चामा 50,000 छोरी बच्चामा एउटा बच्चालाई लाग्दो रहेछ। अनि सबै नर्मलै थियो। 81 हामीलाई चाहिँ डक्टरले तिम्रो बच्चालाई चाहिँ यस्तो मस्कुलर डिस्ट्रोफी छ भनेर भन्दाखेरि चाहिँ हामीले चाहिँ के हो मस्कुलर डिस्ट्रोफी सुनेकै थिएन। अनि अब यहाँ पनि हजुरहरू मध्ये कतिले यो रोग सुन्नु नै भएको थिएन होला। स्पेसली नेपालको सन्दर्भमा चाहिँ यस्तो रोगहरू त्यति डायग्नोस हुँदैन। जेनेटिक टेस्टिङको लागि पनि अझै पनि इन्डिया जानुपर्ने छ क्यार यता होइन। अनि हामी चाहिँ उता भएको भएर थाहा भइहाल्यो। अनि के हो त मस्कुलर डिस्ट्रोफी भन्दाखेरि अब अहिले लियाम 2.5 वर्षको भयो, ऊ हिँड्ने कुद्ने, अरूले हेर्दाखेरि मेरो बच्चामा केही पनि समस्या छैन होइन। तर उसको शरीरमा चाहिँ मासु बनाउने प्रोटिन छैन। त्यो डिस्ट्रोफिन भन्ने एउटा प्रोटिन हुन्छ जसले चाहिँ हाम्रो मासु हड्डीहरू जोड्ने, अनि उसको शरीरमा मासु बन्दैन। अब अहिले बच्चाको शरीरमा जति मासु भयो भयो, अब बढ्दै जाँदाखेरि हड्डीदेखि लिएर मासु सबै कुरा बढ्नु पर्ने नि त। उसको शरीरमा चाहिँ मासु बन्दैन। अब त्यसको मतलब के हुन्छ भन्दा हड्डी र फ्याटहरूले मात्र शरीर त अब ऊ हिँड्न ओर्न सक्दैन। अहिले हिँडिरहेको खेलिरहेको बच्चा अब 81 अब 5-6 महिनापछि सिम्टमहरू देखिन थाल्छ भन्नुभएको छ। ऊ हिँड्न नसक्ने हुन्छ, त्यसपछि हातहरू चलाउन नसक्ने हुन्छ। अनि स्पेसली अब मासु मुटु र कलेजो फोक्सोहरू पनि मासु हो नि त। अनि प्राय यो रोग लागेको बच्चाहरू चाहिँ 20 देखि 25 वर्ष भन्दा बढी बाँच्दैनन्। मुटु र फोक्सोको कारणले गर्दा उनीहरूको डेथ हुन्छ सरी भनेर भन्नुभएको छ होइन। अब अहिलेको सन्दर्भमा यसको क्योर भनेर यसलाई पुरै विश्वकै पार्ने चाहिँ उपचार के पनि आइसकेको छैन। तर अमेरिकामा चाहिँ एउटा जिन थेरापी बनेको छ। अहिले एकदम धेरै ट्रायलहरू भइरहेको छ। म अस्ट्रेलिया बस्छु, अस्ट्रेलियामा पनि एकदम धेरै ट्रायल भइरहेको छ होइन। अब अमेरिकामा चाहिँ एउटा जिन थेरापी छ जुन दिएपछि चाहिँ बच्चालाई चाहिँ के हुन्छ भन्दाखेरि त्यो उसको जति मासु छ नि शरीरमा त्यो जोगिराख्छ, उसको मुटु सेफ हुन्छ, उसको फोक्सो सेफ हुन्छ, अनि उसलाई अरू आउने उपचारहरू दिन सकिन्छ। डक्टरले चाहिँ एकदम एक्सपेन्सिभ छ, त्यही भएर तिमीहरू त्यतातिर नलाग, बच्चालाई फिजियोथेरापीहरू देऊ भन्न थाल्नुभयो। अनि कतिको एक्सपेन्सिभ रहेछ त भनेर हेर्दाखेरि चाहिँ 3.2 मिलियन USD भनेको लगभग 45 करोड नेपाली लाग्ने रहेछ खर्च चाहिँ। अनि दुबई मैले चाहिँ सबैतिर, म आफै पनि नर्स हो, म पनि हस्पिटलमै काम गर्छु। अनि अब एकदम एक्सपेन्सिभ रहेछ। अन्त कति बुझौँ न भन्दा दुबईले चाहिँ 5-7 करोड कममा त्यो उपचार हुन्छ भनेर भन्ने कुरा भयो। अनि अब के गर्ने त, हामी पनि अब मिडियम वर्गकै फ्यामिली, ड्याडी मम्मीले दुःख गरेर होइन लोन नै लिएर अस्ट्रेलिया गएर बल्ल अलिअलि ल है अब चाहिँ PR पनि भयो, अब अलिकति सेटल भइन्छ, अब एउटा बेबी पाऊँ न त भनेर त्यसरी लियाम भएको हो। अनि अब त्यो अमाउन्ट भनेको जुनै पनि नेपाली हामीहरूलाई त एकदम ठुलो अमाउन्ट भयो नि त। अनि अब कस्तो हुँदो रहेछ बच्चा भइसकेपछि भने आफ्नो बच्चालाई सबैजनाले चाहिँ आफ्नो बच्चालाई उपचार दिउँ, आफ्नो बच्चालाई सक्दो राम्रो भविष्य दिउँ भन्ने जस्तो लाग्दो रहेछ होइन। अनि होइन यसै हातै बाँधेर बस्न चाहिँ मैले सकिनँ। फ्यु मन्थ्स चाहिँ थाहा भएपछि एकदमै गाह्रो भयो, के गर्ने कसो गर्ने अब थाहै भएन, कसलाई सेयर गर्ने के गर्ने भनेर। मैले अहिले पनि कति धेरै मेरो साथीहरूलाई थाहा छैन मेरो बाबुलाई यस्तो छ, किनभने हेर्दाखेरि ऊ नर्मल छ नि त। अनि अब होइन आफ्नो बच्चा नर्मल छ, उसलाई नर्मलै राख्नुपर्छ, जे भए पनि मैले सकेको गर्नुपर्छ। गर्न खोज्यो भने नहुने के पनि छैन। 21st सेन्चुरीमा छ, म अस्ट्रेलियामा छु, मेरो साथीहरू अरू देशमा छन्, प्लस हामी नेपालीहरू त अहिले सबैतिर छरिएको छौँ नि त। अनि प्लस कस्तो पनि हो भन्दा डुसेन मस्कुलर डिस्ट्रोफी म आफै नर्स भए पनि मैले कहिले पनि सुनेको थिएन क्या। पढ्दाखेरि एकफेरि पढेको थियो, कहिले पनि केस पनि देखेको थिएन। भनेपछि अब म जस्तै कति अरू फ्यामिलीहरूको पनि बच्चाहरूलाई यस्तो भएको होला, उहाँहरू पनि त यसै अब के नै गर्न सकिन्छ त्यत्रो ठुलो अमाउन्ट भनेर बस्नुभएको होला नि त।
त्यही भएर मैले स्टार्ट गरेँ भनेदेखि हामी जोडिन सक्छौँ, कुराकानीहरू गर्न सक्छौँ, मेन्टली यसले कसरी इफेक्ट पार्दो रहेछ त भन्ने कुरा मलाई आफूलाई परेपछि थाहा भएको छ। त्यही भएर हामी जोडिन सक्छौँ, हामी सबैजना मिलेर यसमा केही गर्न सक्छौँ। मेरो बेबीको लागि पनि फन्ड रेजको साथसाथै अवेरनेस पनि भयो नि त। आज यहाँ आउनुभएको हरेकलाई अब मस्कुलर डिस्ट्रोफी भनेको यस्तो रोग रहेछ है भनेर हजुरहरूलाई पनि थाहा भयो नि त। अनि त्यही भएर पनि होइन गर्नुपर्छ भनेर म चाहिँ यहाँ आज हजुरहरूको अगाडि प्लिज हामीलाई हेल्प गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् लियामको जर्नीमा भन्नलाई आएको छु। अब मैले अरू पेरेन्ट्सहरूलाई पनि इन्सपायर गरेर यसरी अगाडि आएर आफ्नो बच्चाको लागि केही गर्नुपर्छ, मैले गरौँ है भन्ने जस्तो एउटा पेरेन्ट्सलाई मात्र भयो भने पनि मैले ठुलो काम गर्ने जस्तो मलाई हुन्छ। हामीले बाबुको लागि होप फर लियाम भनेर पेजहरू खोलेको छौँ टिकटकमा, फेसबुकमा, इन्स्टामा। अब हामी त्यसैबाट सबैसँग जोडिन्छौँ। प्लस यो जुन फन्ड रेज हुन्छ यो फन्ड रेज चाहिँ गोफन्डमीको अकाउन्टमा जान्छ, यो मेरो खातामा सिधै आउँदैन। नेपालमा पनि हामीले बाबुको खाता खोलेछौँ, नेपालबाट हाल्न चाहनु हुनेहरूले नेपालको खातामा हाल्नुहुन्छ। मैले बाबुको पेजबाट हरेक हप्ता चाहिँ यति यति फन्ड उठ्यो है भनेर म आफैले गर्छु सबै कुरा, म आफै एक्टिभ भएर। अब अस्ट्रेलियामा पनि यही ट्रिटमेन्ट आउने कुरा छ। केही गरी आज अबको 1 वर्ष जतिमा थाहा हुन्छ आउँछ कि आउँदैन। अस्ट्रेलियामा आइदियो भने मेरो बाबुलाई यो खर्च 1 रुपियाँ पनि लाग्दैन, सबै गभर्मेन्टले कभर गर्छ। बच्चा बढ्दै बढ्दै जान्छ नि, अनि बल्ल सिम्टमहरू देखिने हो होइन। त्यही भएर यो बेबीको डायग्नोसिस चाहिँ हामीलाई अहिले पनि डक्टरहरू एकदम सरप्राइज हुनुहुन्छ कि यति सानो उमेरमा कसरी थाहा भयो भन्नुहुन्छ कसैलाई मैले भन्दाखेरि। के भयो भन्दाखेरि बच्चालाई चाहिँ ऱ्यासेसहरू आयो, उसको जिउमा एकदम ठुल्ठुलो डाबरहरू आयो। अनि म आफै पनि हेल्थ पर्सन भएको भएर एलर्जीको डाबर त पक्कै होइन, किनभने उसलाई मैले नयाँ खानेकुराहरू खान ओर्न दिएको छैन। अनि डक्टरले चाहिँ यस्तो ऱ्यासेसहरू यसै यो एलर्जीले आएको होला, एलर्जीको औषध दिउँ भन्दाखेरि मैले के भने भन्दा ऊ जन्मे बेलाबाट नर्मल चाइल्ड, नर्मल बेबी भएको भएर उसको ब्लड टेस्टहरू के पनि भएको थिएन। अनि त्यही भएर एउटा ब्लड टेस्ट गरौँ न त, ब्लड टेस्ट गर्दैमा त के नै नराम्रो हुन्छ र भन्दाखेरि उसको ब्लड टेस्ट गरेपछि एकदम लिभर इन्जाइमहरू हाई देखियो। अनि त्यसले गर्दा चाहिँ न लिभरको रोग हो कि भनेर चाहिँ अरू फर्दर टेस्टहरू हुँदा महिनौ लाग्यो। हामीले यो आज भोलिमा थाहा भएको होइन, 4-5 महिनापछि चाहिँ बल्ल लास्टमा एकदम धेरै ब्लड टेस्ट गरेपछि चाहिँ सिके लेभल क्रियाटिनिन काइनेज भनेको चाहिँ मासुमा बन्ने एउटा इन्जाइम हो, त्यो चाहिँ एकदमै हाई भएको भएर ल बच्चालाई चाहिँ यो भएको रहेछ, अब जेनेटिक टेस्टिङ गरौँ भन्दा थाहा भयो। अब अहिले चाहिँ मेरो बाबु कस्तो छ भन्दाखेरि उसलाई सिम्टमहरू देखिन थालिसक्यो। हामी दसैँ तिहार मनाउन नेपाल आएको थियौँ, अनि नेपालबाट गएपछि डक्टरसँग हुँदाखेरि चाहिँ अहिले चाहिँ कस्तो हुन्छ भने यो हाम्रो यो काफ मसल हुन्छ नि यहाँको मसल, यो त्यो काफ मसल चाहिँ उसको हामी नर्मल मान्छेको यत्रो हुन्छ भने उसको चाहिँ यत्रो छ कि त्यो चाहिँ त्यसमा चाहिँ फ्याटहरू जम्दै गएको छ। अनि बच्चालाई चाहिँ त्यहाँ काफ मसल ठुलो भएको भएर अनि उसको मासु एकदम टाइट भएको भएर नर्मल्ली कुद्छ ऊ, कुद्दाखेरि हामी चाहिँ खुट्टाले टेकेर कुद्छौँ, हिलहरू सबै टेकेर भने उसले चाहिँ खुट्टा टेक्न उसलाई गाह्रो भएर खुट्टाको अम्ला टेकेर कुद्छ। त्यो चाहिँ फर्स्ट सिम्टम नै त्यही हो। अहिले चाहिँ त्यो सिम्टम सुरु भएको छ। अब डक्टरहरूको भनाइअनुसार अबको 1 वर्षमा चाहिँ हामीले बच्चामा एकदम धेरै चेन्जेसहरू देख्छौँ। अनि उसलाई हिँड्न गाह्रो भएपछि जस्तो सरले भने जस्तै ऊ चाहिँ के हुन्छ भने भुइँबाट उठ्दाखेरि गाह्रो हुने, हातले उठ्नुपर्ने, अनि त्यस्तो पहिला समस्या हुन्छ। फर्स्टमा खुट्टालाई हान्ने कारण चाहिँ हाम्रो खुट्टा भनेको एकदम युज हुने पार्ट भयो नि त, त्यही भएर खुट्टा। अनि त्यसपछि चाहिँ यो हातको मसलहरू यो टाइट हुने, अनि उसले आफूले खान नसक्ने। इभन त्यो भएको बच्चाहरूलाई होइन पानी पनि हामीले आफै दिनुपर्छ, यो टाउकोहरू हल्लाउनेदेखि लिएर यस्तो भयो भने यसरी उठाउन पनि हामीले नै हेल्प गर्नुपर्छ कि। अब जुन मैले अहिले जिन थेरापीको कुरा गरेको छु नि, त्यो दिन पायो भनेदेखि चाहिँ भइरहेको मसल प्रिजर्भ गर्न पाइन्छ कि। अनि एटलिस्ट बच्चा जस्तो छ त्यस्तै भइरहेको छ, अनि के थाहा हु नोज कति धेरै ऊ भइरहेको छ, केही न केही ट्रिटमेन्ट आउँछ कि भन्ने हो। यसमा यो बच्चा चाहिँ तपाईँको त्यो उठ्दाखेरिमा घुँडामा टेक्ने होइन, भुइँतिर समातेर मात्रै, अनि बल्ल जिउ खास गरी यो अवस्थामा तपाईँ सानोमा चाहिँ हाँस हिँडा जस्तो गर्न थाल्छ, जिउले ब्यालेन्स गर्दैन, डग वक होइन, त्यो चाहिँ हाँसको चाल जस्तो हुने। अनि यस्तोले टेक्ने, बढी पछाडिको टेन्डेनहरू छोड्छ। यो हिँड्ने छोड्ने लक्षणको भएर व्हिल चेयरमा जाने हो। अनि व्हिल चेयरमा के हुन्छ, ऊ जसरी सजिलो हुन्छ त्यसरी बस्दा ढाड बाङ्गिने, अनि त्यो
हातहरू माथि नआउने, हात नचल्ने, अनि खुवाउनु पनि सपोर्ट गर्नुपर्ने। त्यही भएर हाम्रो पाचन क्रिया पनि मसल्स नै हो, पाचनको दिशा गर्ने नली पनि पाचनै हो, मुटु पनि सबै मासुसँग जोडिएको हुनाले सबभन्दा प्रभाव चाहिँ छिटो त्यहाँ भएको हुनाले यिनीहरू गतिविधिहरू चाहिँ हुँदैन। त्यस कारणले यिनीहरूलाई म्यानेजमेन्ट भनेको फिजियोथेरापी गरेर एक्टिभ बनाउने, खेलकुद, स्विमिङ, अब यिनीहरूको गतिविधिहरूको कोर्स छ, रिसर्चले निकालेको छ। यतातिर उसको व्यवस्थापन गर्ने, अर्कोतिर परीक्षण गर्ने कुराहरूले औषधि उपचारका कुराहरू अहिले पनि केही औषधि स्टेरोइडहरू युज गरे